अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिगण, निष्पक्ष निर्णय गर्न बस्नुभएको निर्णायक मण्डल, विभिन्न विद्यालयबाट पाल्नुभएका गुरुवर्ग एवं मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरू, आज यस नगर बाल सञ्जालद्वारा आयोजित वक्तित्व कला प्रतियोगितामा मलाई सहभागिताको अवसर प्रदान गरिदिनु भएकोमा म न्यू होराइजन मिल्स बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा 10 को छात्र समीप दाहाल आफू र आफ्नो विद्यालयको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। र आज मेरो वक्तित्वको शीर्षक रहेको छ महिला अधिकार संरक्षण र सम्वर्धनमा न्यायिक समितिको भूमिका। नेपालको संविधानले महिलालाई राज्यका हरेक संरचनामा समान सहभागिताको हक साथै पैतृक सम्पत्तिमा समान अधिकारका साथै राज्यले प्रदान गर्ने विभिन्न मौलिक हक र अधिकारमा सुनिश्चितता प्रदान गरेको छ। तथापि कानुनी प्रावधानहरू केवल कागजका पानाहरूमा मात्र सीमित रहनुले आजका दिनहरूमा पनि महिलाहरूले अन्याय, अत्याचार, विभेद, हिंसाका गतिविधिहरू भोगिरहनु परेको तीतो यथार्थ हामी सामु ऐना झैँ संलग्न छ। सोही मौजुदा कानुनी प्रावधान र व्यवहारिक कार्यान्वयन बीचमा रहेको गहिरो खाडललाई पुर्नका निम्ति नेपालको संविधान 2072 र स्थानीय सरकार सञ्चालन ऐन 2074 ले हरेक स्थानीय तहमा न्यायिक समिति रहने परिकल्पना गरेको हो। सोही परिकल्पना अनुसार गाउँपालिका वा नगरपालिकाको उपाध्यक्ष वा उपप्रमुखको संयोजकतामा नगर वा गाउँसभाको थप 2 जना गरी न्यायिक समितिको गठन गरिन्छ। न्यायिक समितिले न्यायलाई केन्द्रबाट गाउँघरका हरेक दैलोसम्म पुर्याउने पुलको रूपमा कार्य गर्दछ। महिला अधिकारको संरक्षण र सम्वर्धनका विषयमा पनि न्यायिक समितिले केवल कानुनी प्रबन्धनका लागि मात्र नभई उनीहरूको सामाजिक तथा मनोवैज्ञानिक पक्षहरूको समुन्नतिका निम्ति पनि विशेष योगदान दिने गर्दछ। अब कुरा गरौँ न्यायिक समितिले कसरी महिला अधिकार संरक्षण गर्न सक्दछ। महिला अधिकार संरक्षणको पहिलो खुड्किला भनेको उनीहरूलाई न्यायमा सहजता र पहुँच पुग्ने मार्गको निर्माण गर्नु हो। नेपालको औपचारिक न्याय प्रणाली लामो, कच्चिलो र प्रक्रियागत रूपले जटिल रहेकोले कतिपय महिलाहरूले आफूले पाउने अधिकारहरू पाइरहेका हुँदैनन्। न्यायिक समितिले सो अधिकारहरू प्राप्तिका लागि त्यस्ता जटिलताहरूलाई चिर्दै महिलाहरूका निम्ति न्यायसम्म पुग्नका निम्ति मार्ग निर्माण गर्दछ। त्यसैगरी घरेलु हिंसा, अंशबन्धका विषयमा भएका घटनाहरूमा अदालतले सुनाएका जित वा हारको फैसलाले धेरैजसो अवस्थामा पारिवारिक तथा सामुदायिक सम्बन्धहरू बिग्रिने गर्दछन्। सोही अवस्थामा न्यायिक समितिले मेलमिलापको पक्षलाई रोजी महिला अधिकारको संरक्षणलाई विशेष भूमिका दिई विशेष रूपमा हेरी दुवै पीडित र पीडक पक्षलाई एक ठाउँमा राखी समस्याको समाधान गर्दछ। न्यायिक समितिले स्थानीय स्तरमा महिला अधिकार संरक्षण र सम्वर्धन सम्बन्धी विषयहरूका बारेमा सचेतना फैलाउने, पैरवी गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका मुद्दाहरू जस्तै जबरजस्ती गर्ने मानव बेचबिखनहरूमा पनि विशेष भूमिका दिई उनीहरूको सम्बन्धी उजुरी प्रदान गर्ने गर्दछ। त्यसैगरी कुरा गरौँ महिला अधिकारको सम्वर्धनमा न्यायिक समितिको भूमिका। महिला अधिकारको सम्वर्धनमा गोपनीयताको जगेर्ना गर्दै सामाजिक प्रतिष्ठानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भूमिका पनि न्यायिक समितिको रहन्छ। न्यायिक समितिको कारणले नै महिलाहरूले आफूले पाउने अधिकारहरू पाइरहेका हुन्छन्। घर झगडा, हिंसाका कार्यहरूमा अदालतले सुनाउने औपचारिक सुनवाई जस्तो सार्वजनिक नहुने हुँदा पीडित महिलाहरूले आफूमाथि हुने सामाजिक लान्छनका विषयहरू भए कुरा काट्ने प्रवृत्ति भए थप मानसिक तनावबाट जोगिन मद्दत पुग्छ, जसले गर्दा महिलाहरूले निर्धक्कताका साथ आफूमाथि भएका हिंसात्मक गतिविधिहरूलाई न्यायिक समिति मार्फत प्रस्तुत गर्न सक्छन्, जस कारणले महिला अधिकारको सम्वर्धनमा निकै टेवा पुग्ने गर्दछ। महिला अधिकारको संरक्षण आफैमा महिला मैत्री भएकोले आजका दिनमा महिलाहरूले आफूमाथि भएका यौनजन्य र यौनजन्य हिंसाहरूका बारेमा न्यायिक समिति सामु निर्धक्कताका साथ नडराइकन राख्न सक्छन्, जसले गर्दा आजको दिनमा महिला अधिकार संरक्षण र सम्वर्धनमा न्यायिक समितिलाई एउटा मुख्य निकायका रूपमा हेरिन्छ। अन्त्यमा यही भन्न चाहन्छु कि महिला अधिकारको संरक्षण र सम्वर्धनमा न्यायिक समितिको भूमिका निकै नै महत्त्वपूर्ण र अतुलनीय छ। आजको दिनमा नेपालको औपचारिक न्याय प्रणालीलाई महिला मैत्री, समावेशी, पहुँचयोग्य बनाउनका निम्ति न्यायिक समितिले विशेष भूमिकाहरू खेलेका छन्। यदि हामीहरूले आजका दिनमा साँच्चीकैमा हामीहरूले लैङ्गिक समानता हासिल गर्ने हो र संविधानले परिकल्पना गरेको समतामूलक र समुन्नत समाज हासिल गर्ने हो भने हामीहरूले आफ्नो ठाउँमा पछि हाम्रो दायित्वहरू पुरा गर्नुपर्दछ र महिला अधिकार संरक्षण र सम्वर्धनमा जोड दिँदै न्यायिक समितिका कार्यहरूलाई परिष्कृत, सुशक्त, स्वायत्त र अझ सशक्त बनाउनु निकै नै अपरिहार्य छ। महिलाहरूले आफूले पाउनुपर्ने न्यायहरूको लागि धेरै झन्झट गर्नु नपरोस्, टाढा जानु नपरोस्, आफूले पाउने हक अधिकारका निम्ति आर्थिक रूप बाधक नबनोस् भन्ने कुराहरूको सुनिश्चितता गर्नु न्यायिक समितिको स्थापनाको मूल मर्म हो। साथै न्यायिक समितिको स्थापनाको मूल मर्मलाई साथ हेर्दै उसको भूमिकालाई पनि हेर्नुपर्दछ। न्यायिक समितिको मूल भूमिका भनेको आफ्नो देशका नागरिकहरूले सुलभ सक्षम ढङ्गमा न्याय प्राप्त गर्नु हो र त्यही नै न्यायिक समितिको मुख्य भूमिका हो। तसर्थ हामी सबैजना महिला अधिकार संरक्षण र सम्वर्धनमा जोड दिनुपर्दछ र न्यायिक समितिको भूमिका
अझ पनि सुलभ र सक्षम ढङ्गले अगाडि जानुपर्दछ। यसै गरी हामीहरूले हाम्रो देशमा भएका कुरीतिहरूलाई बहिष्कार गर्ने, हामीहरूले हाम्रो समाजलाई स्वच्छ बनाउनु पर्दछ। यति भन्ने